दर्शकबिन म हुँ तब्रेज आलम अन्सारी र मसँग हुनुहुन्छ प्रोफेसर एसएस डोगरा। उहाँलाई लिएर म अहिले कोशी ब्यारेज घुम्न आएको थिएँ। कोशी ब्यारेज तपाईहरुलाई थाहै छ, यो नेपालको 1 नम्बर प्रदेश कोशी प्रदेश र यहाँ यो जुन कोशी ब्यारेज हेरिरहनु भएको छ, यही कोशी वन्यजन्तु आरक्ष पनि छ छेउमा र कोशी नदी जुन छ यहाँबाट धेरै लाभान्वित हुन सक्छौं हामी। जस्तै कि यहाँको दिनहुँ धेरैजना माछा मारेर आफ्ना गुजारा गरिरहेका हुन्छन्, यहाँबाट दाउरा टिपेर गुजारा गरिरहेका हुन्छन्। यहाँको पानी 400 इन्जिनियर डेली यहाँ खटेर यहाँको पानी हाम्रो खेतसम्म पुर्याएर हामी किसान लाभान्वित भएर हामी फाइदा लिइरहेका हुन्छौं। त्यसैगरी जसरी हामी कोशीबाटै बिजुली उत्पादन गरेर पनि हामी फाइदा लिइरहेका छौं र कोशीको जसरी हामी फाइदा लिइरहेका छौं, कोशीबाट त्यसरी नै विनाश पनि हुन्छ। हामीलाई थाहा छ 2065 साल भदौ 2 गते कोशीको बाँध फुटेर कति ठुलो विनाश भएको थियो। त्यस्तै पटक पटक कोशीको पानीले हामी पीडामा हुन्छौं, खास गरी बिहार पुरा पीडामा हुन्छ। यति भन्दै म आफ्नो शब्दहरू यही टुङ्ग्याउँछु। धन्यवाद।